साथीहरू हेलो साथीहरू अहिले खन्न पर्दैन। आज चाहिँ म जाँदैछु है बयरको जरा खन्नको लागि। अस्ति करेसाबारीको भिडियो राम्रो प्रतिक्रिया दिनुभएको रहेछ, धन्यवाद। सो यो करेसाबारी भइहाल्यो। करेसाबारी भन्दा माक्लोपट्टि चाहिँ छ बयरको बोट, त्यहाँबाट निकाल्ने जरा। सो फाइनली ढोका खोलियो र बाटो चाहिँ एकदम भयङ्कर छ साथीहरू। यही हो बाटो चाहिँ, एक बाटो छ। सो म यहाँसम्म आइसकेको छु र यहाँ बयरको जरा छ र यहाँनिर खाने कार्यक्रम हुँदैछ। ठुलो डिस्को पत्काइयो। फाइनली बयरको जरा चाहिँ यो जस्तै लागेको छ। फाइनली धेरै मेहनत पछि मैले यो बयरको जरा निकालेँ साथीहरू। र यस्तो प्रकारको हुँदो रहेछ। भित्रपट्टि रातो रातो हुँदो रहेछ, रातो रातो होइन। यो चाहिँ मामाहरूको हजुरआमालाई चाहिएको रे। यसको चाहिँ गानोको चाहिँ औषधि हुन्छ अरे, कुटेर खायो भने। त्यही भएर अनि मम्मी औसीमा जाँदै हुनुहुन्छ नि त, त्यही भएर यसको चाहिँ प्रयोग गर्न लगाएको हो साथीहरू। र यसलाई अब एउटा चाहिँ मै राख्छु। फाइनली मैले यहाँको गेट लगाइदिएँ। सो ल अब यो लिएर लागिन्छ। अब यसलाई कुटेर आफू पनि खाइन्छ। धन्यवाद साथीहरू, यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा। सम्पूर्णहरूमा लाइक, सेयर, कमेन्ट, फलो गर्न नबिर्सिनु होला। धन्यवाद।